कोहलपुर 13 सिमरीको एक घरमा 1 महिनादेखि आगो लागेपछि प्रहरी अनुसन्धान गर्न पृथ्वी पुनको घर पुगेको छ। प्रहरी सरहरू पनि आउनु भएको छ। यहाँ चाहिँ उहाँहरूले पनि यो घटनाको बारेमा हेर्दै हुनुहुन्छ, अन्वेषण गर्दै हुनुहुन्छ। मान्छे चाहिँ तपाईँ कोही नभएकोलाई लाग्छ कि मान्छे हुँदा हुँदै लाग्छ? मान्छे हुँदै लाग्छ। कोहलपुर नगरपालिका वडा नम्बर 13 सिमरीका पृथ्वीपुनको घरमा दैनिक जसो कपडाहरूमा आगो लाग्ने गरेको हो। के अहिले पनि आगो लागिरहेछ र? ए हेर्न सक्नुहुन्छ है, यहाँ चाहिँ यो घरमा चाहिँ प्रत्येक दिन चाहिँ यो आगो यसरी कपडामा प्रत्येक दिन चाहिँ आगो लाग्ने रहेछ। यो घरमा चाहिँ यो पैसा पनि जलाउने रहेछ है, कपडा मात्रै होइन, यो यसरी तपाईँले रुपियाँहरूमा हेर्नुहुन्छ, नोटहरू हेर्न सक्नुहुन्छ। यो नोटहरू पनि यसरी जलाइएको छ। यो नोट पनि पुरै जलाएको है, जति पनि जलाइन्छ, 1000को नोटै भए पनि जल्यो है। 1 महिनाको अन्तरालमा पुनको घरमा आगो लागेर करिब 100 जोर भन्दा बढी कपडा नष्ट भइसकेको जानकारीमा आएको छ। उक्त घरमा दैनिक रूपमा कपडामा आगो लाग्ने गरेपछि कपडालाई पानीमा भिजाउने गरेको र भिजाएको कपडा समेत च्यातिने गरेको पीडित पुनले बताएका छन्। के च्यातेको हो यो? यो पनि च्यातेर रहेछ है। यो भिजाएको कपडा चाहिँ च्यातिदिन्छ, पुरै च्यातेर रहेछ त्यो त पुरा। हेर्नुहोस्, यो भिजाएको कपडा चाहिँ यसरी च्यातिदिने रहेछ। कपडा पुरै हेर्नुहोस् है, बर्बादै रहेछ त। यहाँ त के लाउने त? 1 महिनादेखि निरन्तर आग लागेको घटनापछि हामी उक्त घरमा स्थलगत रूपमा रिपोर्टिङ गर्न गएका थियौं भने कोहलपुर नगरपालिका वडा नम्बर 13 का वडा अध्यक्ष डम्बर खड्का समेत आएर घरको निरीक्षण गर्नुभएको छ भने इलाका प्रहरी कोहलपुरको टोली घरमा पुगेर अहिले घटनाबारे अनुसन्धान गरिरहेको छ। यो चाहिँ कोहलपुर नगरपालिका वडा नम्बर 13 सिमरीको गाउँ हो र यो घरमा चाहिँ प्रत्येक दिन चाहिँ घरभित्र आगो लाग्ने गरेको भन्ने कुरा चाहिँ हामीले यहाँ जानकारी पाइसकेपछि के हो त यहाँ चाहिँ खासमा यो के हो वास्तविकता भनेर आएको छ। के अहिले पनि आगो लागिरहेछ र? ए हेर्न सक्नुहुन्छ है, यहाँ चाहिँ यो घरमा चाहिँ प्रत्येक दिन चाहिँ यो आगो यसरी कपडामा प्रत्येक दिन चाहिँ आगो लाग्ने रहेछ। यो घरमा चाहिँ यो कस्तो हो? यो त हजुरको घर होइन? यो हजुरको घर होइन? हजुरको नाम के हो? ए यो कति वडा नम्बर 13 पर्यो? यो सधैँ आगो लाग्ने हो र यसरी? 1 महिना भइसक्यो आगो लाग्न लागेको। कि कपडामा मात्रै लाग्छ यो सधैँ? कपडामा भयो, अरूको चाहिँ पुरै कुनै प्लास्टिक भाँडा सबै लाग्छ। घरमा तपाईँहरू कतिजना बस्नुहुन्छ? हामी अझै 3 जना। ए हजुर, यहाँ म्याडम हुनुहुन्छ, छोरी होइन? एउटा छोरी मात्रै रहेछन्। ए यो कस्तो के हो त खासमा यो यसरी के बुझ्नु भयो? यो के रहेछ अचम्मै लाग्यो हामीलाई त। के हो अब कसैले के भन्छ बुझ्न गाह्रो भयो कि कसैले अहिलेसम्म यस्तो चिज पनि पत्ता लगाउन एकदम गाह्रो रहेछ कि। खै त्यो आफै बत्ती बाल्ने, पूजा गर्ने, यताउति सबै के यही कोठामा मात्रै लाग्छ कि अरूमा पनि हो? जहाँ चाहिँ लाग्यो बाथरुममा पनि लाग्छ? बाथरुममा के कपडामै लाग्ने कि कस्तो? कपडामा लाग्ने, बाल्टीमा लाग्ने। बाल्टीमा पनि आगो लाग्ने? तपाईँले त्यतिखेर भिडियो बनाउनु भएको छ किन? बाथरुममा त्यहाँ बाल्टीमा आगो लागेको के जस्तो लाग्छ तपाईँहरूलाई? यो समस्या केही हो जस्तो लाग्छ? केही भन्नु भएन, खबर गर्नु भएको छैन? खबर त अहिले चाहिँ हामीले बाहिर प्रसन्न किनले खबर गरेको छौँ। अब यताउति हेराउँदाखेरि कसैले केही भन्छ, कसैले अहिलेसम्म केही टुङ्गो लगाउनु कसैले सकेको छैन। अहिले बाहिरको मान्छे आएर कहिले आगो लगाउने भन्ने सम्भव छ र? त्यो सम्भवै छैन। बाहिरबाट आएर पनि कसैले आगो लगायो भन्ने सम्भव छैन। सम्भवै छैन। यहाँ मेन चिज जस्तै लाइटहरू चाहिँ सलाएर गाईहरू नि लागिरहेछ। अब के लगाउँछ भन्ने अचम्मै भयो त। यो त यो हेर्न सक्नुहुन्छ दर्शकबिन। अब यो अलिकता मलाई अचम्म पनि लाग्यो। यो यसरी आगो लागिरहेछ यो घर हेर्न सक्नुहुन्छ सिमरीको। यो कपडामा चाहिँ प्रत्येक दिन चाहिँ कपडामा यसरी चाहिँ आगो लाग्ने गरेको भन्ने कुरा चाहिँ उहाँले जानकारी दिनुभएको छ। यहाँ पनि यस्तो छैन। यो धुवा भएको छ भित्र चाहिँ। यो के पूजा रुम हो क्या हो? यो पूजा हो। यो पूजामा यहाँ आफै चाहिँ बत्ती बाल्ने, यताउति सबै सम्पूर्ण हुन्छ। कस्तो बत्ती पनि आफै बल्ने? बत्ती पनि आफै बाल्ने, ह्यामर लिएर यो लगाएर बत्ती सत्ती बाल्ने सबै काम हुन्छ। अचम्मै भयो त यो त। यो त अलिकता अचम्मै भयो त। ल सर हेर्नु त, भित्र पुरै आगो लाग्छ। हाम्रो सरहरू पनि आउनु भएको, हेर्नुहोस् न तपाईँहरू पनि।
पुरै आगो लागेको छ हेर्नु त 1 महिना भइसक्यो अरे आगो लाग्नु लागेको बाथरुममा गएको कराउनु लाग्यो रे जानु आऊ त अघि न कति बजी आगो लाग्यो अहिले भर्खरै हो कि कति बेला हो भर्खरै आगो लाग्यो यो के हो म्याडम यो कति 1 महिना मैले अस्ति पनि एकजनाले भिडियो पठाउनु भएको थियो यो कता बाथरुम भित्र पनि आगो लाग्छ अचम्मै भयो त यो त यसरी आगो लाग्ने आफै बाथरुम लाग्यो कराउनु लाग्यो रे अहिले त्यो भित्र के यो कपडा म त त्यहाँ राखेको कपडा च्यातिदिने यो आगो लाग्यो भिजाइ राख्ने भने च्यातिने अन्न भिजाउने भने आगो लाग्यो जेमा पनि हो आगो लाग्ने बाल्टी कि बाहिरको मान्छे आएर कहिले त्यस्तो गर्ने भन्ने त छ कोही मान्छे आएर फालेको नि देखिन्न अचम्म भयो त्यो त के जस्तो लाग्यो तपाईँहरूलाई केही यस्तो घटना पहिला पनि कहीँ भएको देख्नु भएको छ यस्तो नै सर यहाँ त 50औं वर्ष पुरानो हाम्रो अङ्कल बुवाहरू बसेको ठाउँ अहिले चाहिँ यस्तो कहिल्यै भएन भन्ने पहिलोचोटि है यसरी पहिलोचोटि यसरी यो त अनुसन्धानै गर्नुपर्ने विषय देखियो कि यो त के हो खासमा होइन वास्तविकता के हो भन्ने त भन्दा पनि अब यो विकल्प के हो भने यो अब देखेको सुनेको मैले 2 महिना आएको हो देखेको चाहिँ लाग्यो 1 महिना आएको हो आगो लाग्यो विचार लाग्ने कपडासम्म राज्य पक्षले पनि अलिकति संवेदनशील हिसाबले यसको निराकरण गर्नुतिर केही न केही कल गरिदियो तपाईँ मार्फत भन्ने कुरा नपेक्षा गर्नु हाम्रो साथीले हाम्रो पनि त्यो अपेक्षा होइन हो त्यही हो अनि अब हाम्रो केन्द्रीय कमिटी सदस्य एमएलए सर हाम्रो सल्यानको पहिलाको मेयरै हुनुहुँदो रहेछ आउनु भएको छ गोविन्द पुन्ज्यू हजुर अनि मेरो माओवादीबाट अब प्रतिनिधि भूपेन्द्र पुन्ज आउनु भएको छ प्रतिनिधि एसोसिएसन हुन्छ 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 यसरी चाहिँ हेर्न सक्नुहुन्छ यो हामीले पुरै अघि आगो लागेको थियो निभाइएको छ यो के पराल होइन र यो त कपडा लिनु भने चाहिँ अब केही फुकाला खल्ने अनासियो चाहिँ के खल्ने चलाएको हजुर के लाग्यो सर घटना हजुर त जनप्रतिनिधि पनि होइन के यो घटना कहिले देख्नु भएको थियो यस्तो सुन्नु भएको थियो यस्तो घटना नयाँ सुनियो अब उहाँहरूको भनाइका आधारमा अब मान्छे कोही आएर लगाउनु सम्भावना भएन किनभने गेटहरू बाहिरबाट बन्द छ यो अचम्म घटनै देखियो त्यही त अचम्मै लाग्यो दैविक चाहिँ उनी भन्नुपर्ने देखियो होइन प्रत्येक दिनको कुरा प्रत्येक दिन महिना 2 महिना भइसक्यो अरे क्या घरको एउटा कपडा पनि छैन कुनै समय पुरै जलेर है हेर्नु यो पनि आगो लागेको छ यता पनि आगो लागेको छ लगाउने कपडा लगाएर शरीरमा लगाएर पुरै यहाँ कपडै राख्न छोड्नु भयो क्या त्यसो त्यही भएर जलिहाल्छ नि यस्तो हाल्नु रहेछ त अनि कपडा लाग्नु छ यता पनि जलेर छ यो गलेका पनि जलेर यो पनि जलेर छ यता पनि जलेर छ यो पनि जलेर छ पुरै जलेर यहाँ चाहिँ कपडा त राख्नै छोड्नु भयो क्या हो फाल्दो रहेछ दाल चामलहरू त फाल्छु कहाँ दाल चामल चल्लाको चारो सबै मिक्स गरेर यहाँ गरिदिएर यो बाहिर फालिदिएको सर ल हेर्नुहोस् है यसरी चाहिँ यहाँ दाल चामल पनि यो बाहिर फालिदिने गरेको भनेर चाहिँ मैले चाहिँ जानकारी दिनुभएको छ एउटा अचम्म त फेरि पूजा पनि आफै गर्दो रहेछ क्या अलिकति पूजा कि दियो पनि बल्ने राख्ने त्यो टिका सिका राख्ने आफै बाल्दिने पूजा गर्ने राम्रो पनि गरिरहेको छ पैसा नि जल्या त हेर्नुहोस् न हेर्नु है यो पैसा नि यसरी जल्या छ कि यो पैसा नि जल्या रहेछ र यहाँ चाहिँ हाम्रो कोलपुर नगरपालिका वडा नम्बर 13 को वडा अध्यक्ष डम्बर खड्का सर पनि आउनु भएको छ यो घरमा चाहिँ निरन्तर 1 महिनादेखि आग लागि भएको घटना पछि अध्यक्षज्यूलाई स्वागत छ है अब यो तपाईँको वडा पर्यो होइन तपाईँले यहाँभन्दा अगाडि पनि आइसक्नु भएको रहेछ यहाँ के देख्नुभयो खासमा यो के हो घटना के भन्दा पनि घटना घटिसकेका थियो हजुर म घटनाको लगत्तै आएको थिएँ भित्र घरभित्र ती कपडाहरू जलिरहेको अवस्था थियो ती कपडाहरू बाहिर निकालेको अवस्था थियो यो आज लगभग 1 महिना जति भयो मैले थाहा पाएको हुन त विगतमा यो जाडो महिनामा पनि हुने गर्छ भन्ने सुनेको थिएँ तर प्रत्यक्ष रूपमा हामीले केही महिना अगाडि मात्रै यो यहाँ विचित्रै छ शक्ति हो या अरू कुनै हो देवी देवताको छल हो या के हो त्यो चाहिँ हामीले बुझ्न सकेका छैनौँ हजुर यही नै हो मैले देखेको स्पष्ट अब यो उहाँहरूको त लगभग कति 1 अटो जति कपडा चाहिँ जलिसकेको रहेछ 3 अटो 3 अटो 3 अटो चाहिँ तपाईँको जलिसकेको रहेछ तपाईँको चाहिँ खाद्यान्न ल्यायो भने पनि तपाईँको चाहिँ त्यो मिक्स गरिदिने रे यो वडाबाट केही राहत उहाँहरूलाई केही यसो भएको छ अहिलेसम्म उहाँहरू वडामा जानु भएको छैन म प्रत्यक्ष रूपले यहाँ आइएको छ होइन हजुर मैले यसो सूचना एकजना भाइले मलाई खबर गरेका थियो यहाँ घरमा यसो भएको छ कतै
घरकै लोग्ने स्वास्नीको हो कि के छ भन्ने कुरा सोधे त्यो होइन मैले पनि घरमा आगो लागेको छ भने म दमकल पठाइदिन्छु भन्ने पनि मैले सोचे त्यो पनि होइन भने आउँदाखेरि अन्यत्रै घटना रहेछ वडामा हामीले सहयोग अब माग्नु भएको छैन हामीले प्रत्यक्ष त हेरिरहेका छौँ तर हामी पनि वडाले केही न केही हामी मलम लगाउने काम गर्छौँ कृष्णबहादुरको घरमा एउटा दैवी शक्ति हो कि यो के हो यसरी चाहिँ मानवलाई चाहिँ बस्नु नदिनु होइन एउटा चाहिँ अत्यन्तै प्रकारको चाहिँ यो चाहिँ शक्ति हो या कुनै देवी देवता हो या चाहिँ अब भूत प्रेतको यो हो यसलाई के गर्नुपर्छ यसका निम्ति फेरि पनि स्थानीय सरकार स्थानीय प्रशासन सबैको निकायको ध्यान पुग्न सक्यो भने उहाँहरूलाई केही राहत हुन सक्थ्यो उहाँहरूको अब जीव ज्यानको समेत चाहिँ खतरा हुने सम्भावना देखिरहेको घरमै आगो लाग्यो भने त बर्बाद हुन्छ नि भोलि त आगो लागिराखेको र अब भोलि गएर मानवमा नै क्षति केही हुन सक्ने सम्भावना खतराको पनि स्थितिले यो सम्पूर्ण भनौँ न बासिन्दाहरूलाई समाजलाई समेत एउटा खतराको एउटा चाहिँ सङ्केत छ यसमा राज्यको एउटा चाहिँ तहबाट चाहिँ सबैको चाहिँ ध्यान दृष्टि पुग्न सक्यो भने यसलाई न्यूनीकरण गर्ने कुनै उपाय आधारहरू छन् भने हाम्रा चाहिँ होइन मुलुकमा रहेका अब जस्तै अब माताहरू हुनुहुन्छ होइन पुजारीहरू हुनुहुन्छ उहाँलाई खोजेर पनि हामी सबैको पहलबाट चाहिँ यसलाई चाहिँ पत्ता लगाउन सकेर रोकथाम गर्न सक्यो भने यो चाहिँ बस्ती यो समाज यो चाहिँ परिवारलाई ठुलो राहत हुने थियो र यसको लागि चाहिँ हामी सबैको चाहिँ पहल कदममा चाहिँ सबैको चाहिँ ध्यान पुग्न सक्यो भने यसमा धेरै ठुलो चाहिँ सहयोग पुग्ने थियो भन्ने पनि हामीलाई लागिरहेको छ र